आज चाहिँ म तपाईहरुलाई त्यो 90s को दौरमा लिएर जानेछु। यो चाहिँ डिस हो, साथी फिल्म राजेश हमाल छ र यो डिसको बारेमा अहिले कुरा गर्छु र तपाईहरुलाई म पहिला भन्दछु। यो चाहिँ डिभिडी हो। त्यो जमानामा त डिभिडी मैले देखिन, मैले 2009 बाट चाहिँ डिभिडी देखेको। त्यो जमाना चाहिँ भिसिडी थियो। त्यो बेला चाहिँ हामी भिसिडी लाई सिडी भन्थ्यौं। त्यो ब्याट्रीमा चल्थ्यो। डिभिडी त ब्याट्रीमा चल्थेन पनि, एउटा फिल्म हेर्दै सकिन्थ्यो ब्याट्री। र भाडामा लिएर हामीले राति 3टा 4टा 5वटा तक फिल्महरु हेर्थ्यौं। कोले यो फिल्म भाडामा लिएर हेरेको थियो कमेन्ट गर्नु होला अवश्य। र मैले चाहिँ यो दुईखेप हेरे फिल्म त्यो जमानामा, जुन कलरिङ टिभी पनि थिएन, जुन ब्ल्याक एन्ड व्हाइट टिभी सादा टिभी हुन्थ्यो नि, त्यतिखेर चाहिँ यो मैले दुईखेप हेरे यो फिल्म। फिल्मको नाम चाहिँ साथी, नेपाली कथानक चलचित्र, सम्बुजित बास्कोटा, संगीत चाहिँ सम्बुजित बास्कोटाको छ, गाना सबै राम्रो छ, प्रस्तुतकर्ता शेखर कोइराला। यहाँ देख्न सक्नुहुन्छ राजेश हमाल, करिश्मा मानन्दर, एकदमै फेभरेट एक्टर। रेशम भन्थ्यौँ है हामी, तर नाम चाहिँ मुरलीधर नारायण त्रिपाठी होला सायद। यो अन भयो, सायद ओपन पनि हुन्छ होला। यो अन गर्दाखेरि ओपन पनि हुन्छ। यो ओपन भयो र डिस निकाल्छु म। यो चाहिँ हो डिस, यहाँ हेर्नु, यो चाहिँ हो डिस, एकदमै नयाँ छ डिस। र कोलाई हैन त्यो जमानाको याद आयो यो चीजहरु देखेर कमेन्ट गर्नु होला। कोले चाहिँ यसरी स्ट्रगल गरेर फिल्महरु हेरेको थियो। छिटै नै चालु गर्नेछ। चालु भइसकेको छ। सनराइज भिडियो भोल्युम कम गर्छु। त्यो जमानामा पनि जुन यस्तो खालको नि जुन पहिला इन्ट्रो आउँथ्यो, अनि एकदमै राम्रो लाग्थ्यो हैन। त्यो जमानाको यादहरु आउँदैछ यस्तो इन्ट्रोहरु देखेर। हामीले त यस्तो कलरिङ टिभीमा हेर्नै पनि पाएनौं त्यति बेला। यो सिडी हैन, सिडीमा फिल्म, ब्ल्याक एन्ड व्हाइट टिभी, त्यही पनि 14 इन्चकै हुन्थ्यो सायद, यत्रै होला। यो 14 इन्चकै जस्तो लाग्दैछ। यस्तो टिभीमा हैन सबैजना बसेर 50 जना देखि लिएर तपाईको 100 जना तक हेर्थ्यौं एउटा सानो यत्रो टिभीमा है। त्यो पनि यति भिड आँगनमा हैन, राति 4टा देखि लिएर हैन 3टा तक फिल्म हेर्थ्यौं। कसैले चाहिँ अब बिहान पनि पार्थ्यो। 5 रुपैयाँ टिकट लिन्थ्यो त्यतिखेर, भाडामा लिएर दाइहरुले देखाउँथ्यो। त्यतिखेर त म सानो थिएँ। जमानामा त यसरी हेर्नु पर्थ्यो, न त एचडी, न त के, न त कलरिङ, एकदमै ब्ल्याक एन्ड व्हाइट टिभीमा हेरिन्थ्यो। र पुरा चाहिँ तपाईहरुलाई म देखाउँदिन किनभने कपिराइटको इस्यु हुन्छ। यो कुकुरले चाहिँ हैन नानीलाई बचाउँछ। जसले हेरेको छ उहाँलाई त थाहा छ यो फिल्मको बारेमा। 6 मिनेट गइसकेको छ। कसलाई चाहिँ यसरी याद आयो है टिभीमा हेरेको हैन, र मैले बारम्बार भनिरहेको छु कमेन्ट गर्नु होला। तपाईहरुको कमेन्ट गर्दाखेरि आफ्नो जुन त्यो त्यतिखेरको मेमोरीहरु तपाईले साझा गर्नु होला है। यस्तो यस्तो गरेको थियो यो फिल्म हेर्दा, यहाँबाट डिस लिएर हेरिरहेथ्यौं। र कसैको त हैन जुन अब के भन्छ, जुन लभ त्यस्तो खालको मेमोरिजहरु पनि छैन, लभहरुको भयो हैन। अनि धेरै त्यस्तो मोमेन्टहरुको मेमोरीहरु तपाईहरुले साझा गर्नु होला हैन कमेन्ट गरेर। एकदमै तपाईहरुलाई पनि राम्रो लाग्नेछ र हामीलाई पनि कमेन्ट हेरेर बा अरूले हेरेर एकदमै राम्रो लाग्नेछ हैन। जुन आवाजहरु हेर्नुस् एक्सनको, एकदमै यो सुन्ने बित्तिकै जुन त्यो पुरानो दिनहरु याद आउँछ। र धेरै देखायो भने कपिराइटको इस्यु छ, कपिराइटहरु लाग्छ भिडियोमा। त्यसैले र तपाईले जुन आफ्नो त्यो बितेको पलहरुको हैन जुन मेमोरीहरु साझा गर्नु होला। र तपाईहरुलाई पनि पक्कै पनि याद आयो होला त्यो पुरानो दिनहरुको यो चीजहरु देखेर हैन यसरी। र यो डिभिडी चाहिँ हैन त्यतिखेर अब थिएन। त्यतिखेर चाहिँ जुन हामीले सिडीमा हेर्थ्यौं भिसिडीमा, र त्यो चाहिँ अपुरो भयो भनौं। तर केही छैन, डिस सेम त्यही हो र चल्ने मेसिन पनि सेम त्यही नै हो। र टिभीहरु हेर्नुहोस् र फिल्म पनि पुरानो छ। यस्तै पुरानो दिनहरुको सम्झनाको लागि हाम्रो युट्युब च्यानल र फेसबुकमा जोडिनु होला।